नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको नयाँ दर्ता तथा नवीकरण कार्यको लागि बायोमेट्रिक अनिवार्य छ। बायोमेट्रिक पहिचान के हो र यो किन आवश्यक छ त? राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सही पहिचानको लागि जैविक विवरण अर्थात् बायोमेट्रिक अनिवार्य गरेको हो। यसका लागि आँखाको आइरिस स्क्यान सबैभन्दा सुरक्षित र प्रभावकारी तरिका हो। औँठा छापमा हुने समस्या जस्तै धुलो मैलो, औँलाका रेसाहरू पातलो, वृद्धहरूको हात काम्ने, कुनै एक हात वा दुवै हातमा रहने समस्यालाई सहजीकरण गर्नका लागि यो डिभाइस उपयुक्त हुन्छ। र डुअल आइरिस स्क्यानर एउटा यस्तो आधुनिक प्रविधि हो जसले दुवै आँखाको आइरिस स्क्यान गरेर व्यक्तिको पहिचान गर्छ। यो फिङ्गरप्रिन्ट भन्दा बढी सुरक्षित र सटिक हुन्छ। यो डिभाइसले चरणबद्ध रूपमा एक वा दुवै आँखाको नानी स्क्यान गर्ने भएकोले लाभग्राहीहरू सहज तरिकाले कुर्चीमा बसेर बायोमेट्रिक गर्न सक्नुहुनेछ। खास गरी अशक्त र वृद्ध लाभग्राहीहरू जसको घरमै गएर बायोमेट्रिक गर्नुपर्ने हुन्छ, सो बखतमा यो डिभाइस अझ प्रभावकारी देखिन्छ। यसमा यो डिभाइस राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले तोके बमोजिमको मापदण्ड वा स्पेक्स अनुसारले नै भएकोले विभागको प्रणालीमा भेरिफाइड छ। इन्स्टल वा सेटअप गर्न सजिलो भएकोले सामान्य प्रयोगकर्ताले पनि सहज तरिकाले चलाउन सकिन्छ। नेपालभरका धेरैजसो स्थानीय निकायहरूमा सामाजिक सुरक्षा भत्ता दर्ता वा नवीकरणको लागि हाम्रो फिङ्गरप्रिन्ट सञ्चालनमा भइरहेको हुनाले डुअल आइरिस स्क्यानर लिन कुनै सोच्नुपर्ने दुविधा नै छैन। साथै हाम्रो सपोर्ट टिम यहाँहरूको प्राविधिक सहायताका लागि कुनै बखत पनि उपलब्ध हुनुहुनेछ। खरिद गर्न वा थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।